जाँदैछौँ होइन झुम्का हुँदै हाम्रो प्रकाश सर हुनुहुन्छ मेन हाम्रो मिस हुनुहुन्छ हाम्रो चाहिँ आज लामो यात्रा छ त्यही भएर चाहिँ हामी झुम्का हुँदै रेडी हुँदै चाहिँ हामी गाईघाट पुग्नेछौँ र हामी तपाईँलाई चाहिँ हाम्रो धरान डेन्टल क्लिनिक हाम्रो नयाँ ब्रान्च भिजिट गराउनेछौँ। आज चाहिँ चिसो मौसम छ बिहान बिहानै हावा हुन्डरी आएर सबै पानीहरू परेर बिहान 6 बजे नै अलिक ढिलो भयो जाँदाखेरि हामी छिट्टै पुगेर हाम्रो नयाँ धरान डेन्टल क्लिनिक न्यू हामी भिजिट गराउने फाइनली हामी आइसक्यौँ हाम्रो धरान डेन्टल क्लिनिक हाम्रो यो गोलदेखि चाहिँ सिधै यो बिल्डिङमा चाहिँ यो अगाडि यो चाहिँ गाईघाटको टेम्पो स्ट्यान्ड र अगाडि चाहिँ गोलचोक र हाम्रो यो चाहिँ बिल्डिङ चाहिँ हाम्रो धरान डेन्टल क्लिनिक ब्रान्च गाईघाट। फाइनली हामी आइसकेको छौँ हाम्रो चाहिँ धरान डेन्टल गाईघाट ब्रान्च चाहिँ यो ठ्याक्कै गोलचोकको अगाडि यता यो चाहिँ टेम्पो स्ट्यान्ड पर्छ हाम्रो पूर्वदेखि आउने यसरी यो चाहिँ टेम्पो स्ट्यान्ड यो हाम्रो धरान डेन्टल क्लिनिक र अगाडिबाट पनि देखिन्छ। फाइनली हामी चाहिँ फर्किरहेको छौँ हामी चाहिँ अब घर जान लागेको झुम्का हुँदै 17 हुँदै हाम्रो माम हुनुहुन्छ यता बस्नु भएको छ म चाहिँ यहाँ रिल्याक्स भएर पछाडि बसिरहेको छु। यहाँबाट प्रकाश सर ड्राइभिङ गर्दै हाम्रो यहाँ मस्त चियाबारी हेर्दै चियाबारी भन्दा एउटा चियाबारी पनि छैन म चाहिँ यहाँनिर मजाले बसिरहेको। फाइनली हामी आइसक्यौँ अब चट्टरा हावा उपर चलिरहेछ हाम्रो गाउँ कस्तो छ हावा चलेर हाम्रो सरलाई हाछिउ आएर रुगा लागेर चिसो लागेछ जस्तो छ। यो चाहिँ चतराको होइन खोला यत्रो ठुलो खोला छ कि बाफ्रे बा हेर्दाखेरि त खोला जाँदाखेरि त बगौले जस्तो खोला। अब चाहिँ साँच्चीकै फाइनली हामी आइसकेको छौँ चतरा पुल। यो चाहिँ होटलहरू आज चाहिँ झिलिमिली छ बेलुका हुँदाखेरि पुरै